जय शम्भु हजुरहरू सबैजनालाई। यदि हजुरहरूको स्क्रिनमा अहिले यो भिडियो आइरहेको छ भने चाहिँ नि पुरा भिडियो हेरिदिनु होला, किनभने यो हजुरहरूकै लागि म्यासेज हो, गणेशजीको युनिभर्सको म्यासेज हो है हजुरहरूको लागि। ओके, वक्रतुण्ड महाकाय सूर्यकोटि समप्रभ निर्विघ्नं कुरु मे देव सर्वकार्येषु सर्वदा ओम गणगणपताय नमो नमः। ओके, आज हजुरहरूलाई चाहिँ गणेशजीको के म्यासेज छ त म हेर्न गइरहेको छु है त। पुरा भिडियो हेरिदिनु होला, के छ हजुरहरूको लागि एनर्जी। लेट मी सी है। ओके ओके, आज हजुरहरूको लागि चाहिँ के म्यासेज छ भन्दाखेरि, जति पनि जना हजुरहरूले हेरिरहनु भएको छ नि, यु वान्ट बिग सक्सेस इन लाइफ। ओ माई गड, कङ्ग्रेचुलेसन है, बधाई छ हजुरहरू सबैजनालाई। हजुर चाहिँ एकदम ठुलो सक्सेस चाहिँ नि हात पार्न चाहिरहनु भएको छ क्या, जस्तो लाइक एकदम ल्यान्ड किन्न चाहनुहुन्छ, प्रपर्टी किन्न चाहनुहुन्छ, बिजनेस गर्न चाहनुहुन्छ, बाहिर विदेशमा सेटलमेन्ट चाहनुहुन्छ, कस्तो एकदम सक्सेस चाहिरहेछ क्या हजुरहरूलाई। त्यस्तो किसिमको एनर्जी हुन्छ नि, सक्सेसको लागि भोको भएको जस्तो एनर्जी चाहिँ मैले देखिरहेको छु होइन। विच इज सो गुड। त्यस्तो हुनु भनेको, सक्सेस पाउन चाहनु भनेको पनि एकदमै पोजिटिभ एनर्जी हो, एकदमै राम्रो एनर्जी हो है। सो आई अप्रिसिएट अल अफ यु फर द्याट है। र त्यसको लागि चाहिँ गणेशजीले के भन्नुभएको छ भन्दाखेरि, अलिकति तर डिले एनर्जी देखाइरहेको छ है। डिले मतलब कस्तो भन्दा, हरेक कुरा चाहिँ अलिकति लेट हुने के, हजुरले सोचेको भन्दा अलिकति लेट हुने, हजुरहरूको साथी सर्कलमा जुन छ, साथी सर्कलमा अथवा रिलेटिभमा अरूहरूको चाहिँ एकदमै फास्ट भइरहेको जस्तो प्रगति, उन्नति, सक्सेस होइन। तपाईँको चाहिँ जे कुरा पनि हल्का लेट भइरहेको जस्तो डिले एनर्जी, पेन्डिङ एनर्जी, होल्डिङ एनर्जी, जुन कुराहरूले लेट गराउँछ नि, त्यस्तो किसिमको एनर्जीहरू पनि देखिएको छ। यदि हजुरहरूले चाहिँ नि कुनै न कुनै स्पिरिचुअल रेमेडिजहरू गरेर, आध्यात्मिक तरिकाले चाहिँ नि त्यो हुन्छ नि, जुन नजर दोष भनिन्छ, एभिल आई भनिन्छ, त्यो दोषहरूलाई कटाउनु भयो भने चाहिँ जति पनि हजुरले चाहिँ नि मटेरियल जुन इच्छाहरू राख्नु भएको छ नि, कि प्रपर्टी होस्, ल्यान्ड होस्, सबै कुराहरू जुन मटेरियल डिजायरहरू छ नि, हजुरको मटेरियल जुन प्लेजर्सहरू छ नि, त्यो पुरा हुन सक्छ। त्यो सफलता जुन हजुरले चाहिरहनु भएको छ त्यो पुरा हुन सक्छ, तर एकदम लेट डिले एनर्जी देखाइरहेको छ क्या। धेरैजनालाई चाहिँ बाहिर सेटलमेन्ट पनि हुने इच्छा छ, त्यस्तो किसिमको एनर्जी पनि मैले देखिरहेको छु है। बाहिर एकदम सेटलमेन्ट हुन चाहिरहनु भएको छ क्या हजुरहरू। कतिजनाले अस्ट्रेलियाको लागि पनि ट्राई गरिरहनु भएको छ अथवा चाहनुहुन्छ, त्यो वाला एनर्जी पनि देखिरहेको छु। र कतिजनालाई बिजनेस गर्नु छ के। सो धेरैजनाको मिक्स एनर्जी हो यो, अल टुगेदर रिडिङ हो होइन। त्यसैले हजुरहरूसँग जुन रेजोनेट हुन्छ त्यही नै टेक गर्नु होला है। र अल टुगेदर हेर्नु पर्दाखेरि चाहिँ हजुरहरू चाहिँ सक्सेस चाहनुहुन्छ इन लाइफ के, आफ्नो प्यारेन्ट्सको अगाडि, आफ्नो फ्यामिलीको लागि केही गर्न चाहिरहनु भएको छ होइन, आफ्नो लागि केही गर्न चाहिरहनु भएको छ, विच इज सो गुड। म एकदम खुसी छु हजुरहरूको यो एनर्जी देखेर। तर अलिकति चाहिँ डिले देखाइरहेको छ, जे कुरा पनि लेट हुने, ढिला हुने, पेन्डिङ हुने, यस्तो किसिमको एनर्जी चाहिँ देखाइरहेको छ। फर द्याट तपाईँहरूले चाहिँ के गर्न सक्नुहुन्छ भन्दा चाहिँ नि, हजुरहरूले चाहिँ नि डेफिनेटली पनि के गर्न सक्नुहुन्छ भन्दा, यो एभिल आईहरू जुन नजर दोष छ, यो डिले एनर्जिजहरू छ, यो एनर्जीहरूलाई चाहिँ हजुरले कुनै न कुनै स्पिरिचुअल रेमेडिजहरू गरेर हुन्छ नि, कुनै न कुनै तरिकाहरू गरेर चाहिँ नि हटाएर हजुरले जुन जुन इच्छा राख्नु भएको छ त्यो इच्छासम्म चाहिँ हजुर पुग्न सक्नुहुन्छ है। त्यसको लागि चाहिँ नि हजुरहरूले हल्का स्पिरिचुअल पनि भइदिनु पर्यो भनेर गणेशजीले म्यासेज दिइरहनु भएको छ। ओके, लेट मी सी अरू के छ त है त, अरू के छ त। ओके, के छ त अरू हजुरहरूको लागि। ओके, अरू के छ त हजुरहरूको लागि। ओके, नेक्स्ट डेस्टिनेसनको कार्ड पनि आएको छ है, नेक्स्ट डेस्टिनेसनको कार्ड पनि आएको छ। ओके, ओके, हजुरहरूको लाइफमा चाहिँ नि अब एकदमै न्यू जर्नी स्टार्ट हुन लागेको छ क्या, एकदम नेक्स्ट डेस्टिनेसन हुन्छ नि। जति पनि जनाले चाहिँ नि बाहिर जान चाहिरहनु भएको छ, बाहिर सेटल हुन चाहिरहनु भएको छ भनेदेखि चाहिँ यो कार्डले के कन्फर्मेसन गर्छ भन्दा, यस डेफिनेटली यु क्यान गो है। जहाँ जान लाग्नु भएको छ अथवा सोच्नु भएको छ नि अफरोड जान्छु भनेर, त्यो कुरा चाहिँ हुन्छ। तर हल्का हजुरको अब्स्टिकलहरू छ के, अब्स्टिकल नजर दोषहरू भनिन्छ नि, त्यो दोषहरू चाहिँ मेटाएर जानु होला भनेर म चाहिँ सजेसन दिन्छु होइन। हजुरहरूले मसँग पनि कन्ट्याक्ट गर्न सक्नुहुन्छ त्यसको लागि चाहिँ नि। र यस डेफिनेटली हजुरले जुन सक्सेस चाहिरहनु भएको छ नि, गणेशजीले के भनिरहनु भएको छ भन्दाखेरि चाहिँ नि, डेफिनेटली यु क्यान
ह्याभ द्याट सक्सेस, छिट्टै नै तपाईँहरूको लाइफमा सेलिब्रेसन पनि आउँछ भनेर देखाइरहेको छ क्या। सो म ओभरअलमा चाहिँ के भन्न चाहन्छु भनेदेखि जति पनि हजुरहरूले चाहिँ सक्सेस, सेलिब्रेसन, ह्याप्पिनेस आफ्नो लाइफमा चाहिरहनु भएको छ त्यो सबै पुरा हुन्छ है, हुन्छ। तर अलिअलि जुन जुन नजर दोष, एभिल आई एन्ड हुन्छ नि यिनीहरू कुराहरू छ तिनीहरूलाई हटाउनु भयो भने र मनदेखि नै भगवान्प्रति फेथ राख्नुभयो भनेदेखि विश्वासले हो भगवान्ले चाहिँ नि यो जति पनि डिले एनर्जी भइरहेको छ, म चाहिँ पछाडि परिरहेको छु, मलाई भगवान्ले हेल्प गर्नुहुन्छ, युनिभर्सले हेल्प गर्नुहुन्छ, गणेशजीले हेल्प गर्नुहुन्छ भनेर बिलिभ गरेर भगवान्प्रति अलिकति भए पनि आस्था गरिदिनु भयो भने नि डेफिनेटली यु क्यान बी सक्सेसफुल इन लाइफ है। विश्वासमा धेरै शक्ति हुन्छ, विश्वासमा धेरै पावर हुन्छ है। जति पनि जनाले चाहिँ हेरिरहनु भएको छ के भन्छु भने विश्वासमा शक्ति हुन्छ र शक्तिमै शिव हुनुहुन्छ र शिवमै यो पुरै ब्रह्माण्ड छ है। त्यसैले गर्दा विश्वास गर्न चाहिँ नसुर्नुहोस् ईश्वरप्रति। हजुरहरूको डेफिनेटली यु क्यान बी सक्सेसफुल इन लाइफ। तर हजुरहरूले के गर्नु पर्यो, अलिकति जति पनि जो नजर दोषहरू मैले जुन देखेँ, डिटक गरेँ, डिले एनर्जीहरू, त्यसलाई चाहिँ हिल गर्नुभयो भने यस डेफिनेटली यु क्यान बी सक्सेसफुल इन लाइफ। कङ्ग्रेचुलेसन। सो ओके, आजको यदि हजुरहरूलाई यो भिडियो रेजोनेट भयो, यो कुरा भनेको कुराहरू मिल्यो भनेदेखि चाहिँ हजुरहरूले आई क्लेम दिस एनर्जी भनेर अथवा आई क्लेम इट भनेर, थ्याङ्क यू युनिभर्स भनेर, थ्याङ्क यू गणेशजी भनेर जे छ हजुरहरूको इच्छा त्यो चाहिँ कमेन्ट गरिदिनु होला। जे छ हजुरहरूको मनमा लागेको कुरा कमेन्ट गर्न सक्नुहुन्छ। र यस थ्याङ्क यू सो मच एभ्रिवान, जति पनि जनाले पुरा भिडियो हेरिदिनु भयो। आई विश बेस्ट अफ लक फर यु गाइज फर योर फ्युचर है। थ्याङ्क यू सो मच। जय शम्भु।